हेलो साथीहरू, गुड मर्निङ। दर्शन नमस्ते, शुभ बिहानी सबैजनामा है। अनि साथीहरू, म चाहिँ लागेँ ड्युटी। बिहानै अहिले चाहिँ बिहान 5:46 गएको छ। अनि म चाहिँ हिँड्दै ड्युटी जाँदैछु साथीहरू। मेरो कम्पनी चाहिँ यता पछाडिको हो होइन, तर घुमेर जानुपर्छ। घुमेर जाँदाखेरि चाहिँ टाइम लाग्छ अलिकति। 10 मिनटको बाटो हो कि, तर गाडीले चाहिँ घुमाएर लान्छ कि, त्यही भएर हिँड्दै गएको है। शुभ बिहानी, शुभ प्रभात सम्पूर्णलाई। अहिलेको मर्निङ टाइम चाहिँ यस्तो भइरहेछ। कति आनन्द, कति शीतल, हिँड्दै जानुलाई आनन्द छ। मेरो कम्पनी चाहिँ यही हो साथीहरू, देख्न सक्नुहुनेछ। अनि म चाहिँ हिँड्दै जाँदैछु है। शीतल आनन्द हुन्छ क्या बिहानै हिँड्दै जानु। गाडी छिर्ने बाटो चाहिँ यताबाट हो कि साथीहरू। अनि तर हामी हिँड्दै पस्नलाई चाहिँ अलिक माथि जानुपर्छ। त्यही हो साथीहरू, टक्कसँगले यता हो गाडीबाट जाने चाहिँ। तर म चाहिँ हिँड्दै यताबाट जान्छु। मायाले पनि यसरी भित्रै जल्दो रहेछ। कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म। कहाँबाट जिन्दगीले बसका हुने हो, कसले सक्छ अब यहाँ चाहिँ साथीहरू स्क्यान गरेर छिर्नुपर्ने हुन्छ। सो म चाहिँ आइसकेँ कम्पनी साथीहरू है। आइसकेँ टक्क लगाएर। ल म चाहिँ ठ्याक्कै क्यान्टिनमा छिरेँ। तलको क्यान्टिनमा देख्न सक्नुहुनेछ। हाम्रो खाना खाने ठाउँ चाहिँ यस्तो छ है साथीहरू। यस्तो एकदमै खतरा राम्रो। फेरि टक्कसँग म यता बाहिर निस्किन्छु होइन। त्यहाँदेखि त भर्याङ चढेर चाहिँ जानुपर्ने हुन्छ माथि।
फलपाती उठ्यो माथि ढल्क्यो कालो कोटी। बिहान बिहानै यस्तो भर्याङ चप्नु पर्दाखेरि कस्तो होला साथीहरू है। बुतुक्कै भइन्छ हौ त्यहाँ माथि पुग्दाखेरि त गलेर यति हिँड्दै बुतुक्कै बुतुक्कै। आया गले है। टक्कसँगले आजको बेसिक ड्युटी पकाउनलाई स्क्यान गर्नुपर्ने हुन्छ साथीहरू। हाम्रो यो चाहिँ सामान राख्ने लकर हो साथीहरू। जुत्ता कपडा राख्ने ठाउँ है साथीहरू यो चाहिँ। टक्क लगाएर भित्र जानुपर्ने हुन्छ साथीभाइहरू। यहाँ नै हाम्रो चाहिँ खाने बस्ने रेस्ट गर्ने ठाउँ छ है साथीहरू। यो चाहिँ हाम्रो खानेकुराहरू यहाँभित्र बनिराख्ने ठाउँ हो छ। यस्तै छ साथीहरू हाम्रो चाहिँ ड्युटी। आजलाई चाहिँ यति भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु साथीहरू। मेरो छोटो मिठो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला साथीहरू भन्दै आजलाई बाई बाई सबैजनालाई।